13 देखि 28 वर्षका करिब 100 जना कलिला बालबालिकाहरूको रगतमा होली खेलेर त्यही रगतको जगमा बनेको सरकारमा बनेका मन्त्रीहरू यस्ता पात्र छन्। तपाईहरुले राम्ररी बुझ्नु होला। हाम्रो देशको प्रधानमन्त्री सुशीला कार्की 2081 साल असोज 15 गते ग्लोबल युथ फाउन्डेसनद्वारा सञ्चालित युवा सांसदको प्रमुख अतिथिको रूपमा उपस्थित थिइन्, जहाँ राजेश हमाल समेत उपस्थित थिए। 2082 साउन 8 गतेको सोही कार्यक्रममा कुलमान घिसिङ र विजय लामा समेत उपस्थित थिए, जुन कार्यक्रमले 165 वटा निर्वाचन क्षेत्रको उम्मेदवारको मात्र कुरा गर्दछ र अब आउने 165 क्षेत्रको लागि कस्ता उम्मेदवार छनौट गर्ने भन्ने विषयमा कुरा गर्दछन्। अब हाम्रो गृहमन्त्री ओम प्रकाश अर्याल गोविन्द केसीका त वकिल हुन्, बालेनका पनि वकिल हुन्, कानुनी सल्लाहकार हुन् र जुरी नेपालका एडभोकेट र 2024 मा IRI संस्थाबाट जुरी नेपालमा पैसा आएको उनीहरुकै वेबसाइटमा छ। अब कृषि मन्त्री मदन परियारको कुरा गरौं। उहाँ समता फाउन्डेसनका अध्यक्ष हुन्, जुन समता फाउन्डेसन 2005 देखि IRI बाट रकम बुझ्ने संस्था हो। अर्थमन्त्री रामेश्वर खनाल USAID को लगानी र डाक्टर विश्वास गौचन सहितका पात्र बसेर बनाइएको इकोनोमिक रिफर्म कमिसनका अध्यक्ष पनि हुन्। संचार मन्त्री जगदीश खरेल खोज पत्रकारिताको नाममा देशको सूचना बाहिर लैजाने बारबरा फाउन्डेसनका फाउन्डर मेम्बर र MCC परियोजना नेपालको हितमा छ भनेर वकालत गर्ने र विभिन्न टक शो सञ्चालन गर्ने र सोही विषयमा थेसिस गरेका एकमात्र ठूला पात्र हुन्। ऊर्जा मन्त्री कुलमान घिसिङ MCC परियोजना छनौट गर्ने कमिटीमा संलग्न तथा MCA प्रस्ताव गर्ने मुख्य योजनाकार र मुख्य पात्र हुन्। MCA भनेको चाहिँ अमेरिकन सेना भित्र्याउने योजनामा पर्छ। USYC र ग्लोबल युथ फाउन्डेसनको युवा 165 क्षेत्रका सांसद शपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि समेत हुन् कुलमान घिसिङज्यू। उद्योग मन्त्री अनिल कुमार सिन्हा 7 ल नेपालमा आबद्ध पूर्व न्यायाधीश हुन्। बिर्सन नहुने नेपाल अहिले सार्क राष्ट्रको अध्यक्ष हो र यो भारतको सबैभन्दा ठूलो टाउको दुखाइको विषय यही सार्क बनेको छ र यसलाई अनिल कुमार सिन्हा बिउताएर भारतमाथि नै प्रहार गर्न चाहन्छन्। अर्को छुटाउन नहुने विषय NED मार्फत चाइना इन द वर्ल्ड नामक संस्थामा फन्डिङ आएको देखिन्छ, जुन फ्री तिब्बत र दलाई लामासँग प्रत्यक्ष जोडिने संस्था हो। त्यसैले त अहिलेसम्म नआएको दलाई लामाको बधाई यही सरकारलाई आयो। यसैको मेन कारण हो दलाई लामाको बधाई आउनु। त्यसले गर्दाखेरि सम्पूर्ण जेनजी भाइहरूलाई म के आह्वान गर्न चाहन्छु भने सम्पूर्ण राष्ट्रवादीहरू राष्ट्रिय जोगाउन अब एक भएर लागौं। तपाईहरु एक भएर लाग्नु भएन भने जेनजी भाइहरू अब जेटेक्स भाइहरू सबै तपाईको जन्मिने बच्चादेखि मर्ने अवस्थाका मान्छेसम्म र बरु घाटमा लास भएर पोल्दै गरेका मान्छे पनि अब यो देश जोगाउन, राष्ट्र जोगाउन र धर्म जोगाउन लाग्नुपर्छ र जेनजी भाइहरूलाई यो अनुरोध गर्दै म बिदा लिन्छु।